दर्शकबिन सबैजना नमस्कार। सबैजना मेरो जोड्नु भएको जानकारी दिन चाहे यता हेर्न सक्नुहुन्छ किनकि दृश्य हजुरलाई मैले देखाउन गइरहेको छु। यो चाहिँ किन बाटो यो नसोरेको नगरपालिका वालिन 14 लाई भन्न चाहे मैले, किन बाटो चाहिँ एकदम सोर्न पर्ने, अब चाहिँ डोजर चाहिँ ल्याउन पर्यो, यो बाटो सोर्न पर्ने भयो। किनकि पहिला जस्तो नाली काट्नुपर्छ, किनकि छेउछेउबाट नाली काट्दै जाने चाहिँ मैले जानकारी पनि दिन चाहे हजुरलाई, र अन्यथा नमान्नु होला। यो चाहिँ मैले निरन्तर रूपमा यो बाटो देखाउनु गइरहेको छु। यो बाटो यो सोर्न पर्ने अवस्था छ। यो बाटो हेर्नुहोस्, यो बाटो कस्तो छ। बाटो सोर्न पर्छ। यो चाहिँ निरन्तर रूपमा चाहिँ हाम्रो पदराज थापा राजुदाईलाई भन्न चाहन्छु, किनकि यो बाटो हेर्न सक्नुहुन्छ हजुरले। यो बाटो चाहिँ छोड्न पर्छ है, चाहिँ म हजुरलाई देखाउन गइरहेको छु। निरन्तर रूपमा हेर्न सक्नुहुन्छ है। यो काभ्रेको चाहिँ बाटो छोडिएको छैन, यो चाहिँ मिसिन ल्याएर सोलाउनु पर्ने भयो। यो बाटो हेर्न सक्नुहुन्छ। त्यहाँ तल त हेर्नु, त्यहाँ त खाल्चै छ, खाल्चा पनि देखाउनु गएँ म चाहिँ। अस्ति यो बाटो सोर्न पर्छ है, मैले चाहिँ भनिछु नगरपालिकाले यो बाटो छोड्न पर्ने। हजुरको जानकारीमा मैले छोडेँ अन्त, किनकि बाटो सोरेर कता र नाली काट्ने हो, त्यहाँ छेउ एउटा, यहाँबाट एउटा नाली काट्ने, त्यहाँ एउटा छोड्ने गर्नुपर्छ। यो बाटो हेर्न सक्नुहुन्छ दर्शकबिन सबैजनालाई हेर्न सक्नुभयो। चाहिँ यो बाटोलाई निरन्तर रूपमा हेर्न सक्नुहुन्छ। माथिदेखि सोरेको छैन बाटो, यो हाम्रो घाटाडाबाट बाटो नसोरेको अवस्थाको कारणले माथि बाटो एकदम सोर्न पर्ने छ। चाहे चाँडोभन्दा चाँडो यहाँ चाहिँ अब यहाँबाट नाली काटेर यहाँ त ठिकै छ। यता हेर्न सक्नुभयो, उता पनि हेर्न सक्नुभयो। यो चाहिँ यताको दृश्य पनि देखाउनु गएँ। चाहिँ मैले हुग्दी राज थापामा भ्लगमा छौँ हामी चाहिँ हामी च्यानलमा छौँ, सुन्नुभयो होला सबैजनाले होइन। चाहिँ यता हेर्न सक्नुहुन्छ। यो बाटोको अवस्था हेर्नुहोस्, यो यस्तो हुन्छ। बाटो सोरेर ठ्याक्क त नाली साली काट्ने एकतिरबाट गर्नुपर्छ। यो यस्तो हुनु, यो भएन। यो चाहिँ बाटो नाली काट्ने मैले जानकारी पनि दिन्छ हजुरलाई। यो किनकि अब नाली काटेर स्याक्क लाएर उताबाट साइडमा लाउनुपर्छ यो बाटो, किनकि यो बाटो हुँदै भयो। त्यस कारणले मैले हजुरलाई धेरै भनिरहेको छु। यहाँ काभ्रेतिर यो बाटो सोरेकै छैन, चाहिँ मैले देखाउँछ। यो खाल्टो हेर्न सक्नुहुन्छ। यो खाल्टोको बाटो धेरै खाल्टो भइसकेको छ, हेर्न सक्नु। यहाँ हेर्ने यस्तै खाल्टो। यो बाटो यस्तै हो कहाँ, यो चाहिँ बिलेट हान्नुपर्छ एकचोटि। यता हेर्न सक्नुभयो, यस्तरी बाटो छ। यो बाटो हेर्न सक्नुभयो हजुरले, यताको हेर्न सक्नु दृश्य यस्तरी हेर्न सक्नुहुन्छ। यस्तरी यो बाटोलाई यस्तरी यो बाटो राम्रोसित सोर्न अनुरोध गर्दछु मैले चाहिँ हजुरलाई। मलाई चाहिँ बाटोको अवस्था हेर्नुहोस्। यो नाली काट्ने हो, त्यहाँबाट पहिला त्यहाँ नाली काटेर सट्टेको झरेको थियो होला। यो चाहिँ बाटो जसरी पनि हाम्रो वालिम नगरपालिका 14 भद्रराज कुँवरलाई भन्न चाहे, किनकि यो बाटो डोजर ल्याएर यो बाटो फेरि तरिकाले फेरि हान्नुपर्ने हो। ओके, थ्याङ्क यू।